नमस्कार साथीहरू। साँचो माया गर्नेहरू सबै एक अर्कासँग मिल्छन् भन्ने हुँदैन। कहिलेकाहीँ भाग्यले दुई मुटुलाई यति टाढा बनाइदिन्छ कि सम्झनामा मात्र बाँकी रहन्छ। आजको कथा एउटा यस्तै केटीको हो जसले अन्तिम साससम्म एउटै मान्छेलाई माया गरिरहे। नेपालको एउटा सुन्दर गाउँमा आशा नामकी एउटी साधारण केटी बस्थे। ऊ धेरै धनी थिएन, तर उसको मन धेरै धनी थियो। उही गाउँमा आदित्य नामको केटा पनि बस्थ्यो। दुवै सानैदेखि सँगै हुर्किएका थिए। एउटै विद्यालय, एउटै बाटो, एउटै सपना। समयसँगै उनीहरूको मित्रता बिस्तारै प्रेममा बदलियो। एक दिन साँझ डाँडामाथि अस्ताउँदै गरेको घाम हेर्दै आशाले सोधी, आदित्य, तिमीले मलाई कहिले छोड्दैनौ नि? आदित्य मुस्कुराउँदै भने, म तिमीलाई छोड्नुभन्दा पहिले सास फेर्न छोड्छु। आशा लजाउँदै मुस्कुराए। दुवैले जीवनभर सँगै रहने बाचा गरे। समय बित्दै गयो, कलेज सकियो, अब बिहेको कुरा हुन थाल्यो। आशा धेरै खुसी थिए। उसलाई लाग्थ्यो अब उनीहरूको सपना पुरा हुनेछ। तर एक दिन आदित्यको बुवाले कडा स्वरमा भन्नुभयो, हामी यो बिहेलाई स्वीकार्दैनौँ। हाम्रो रोजाइको केटीसँग मात्र तिम्रो बिहे हुन्छ। आदित्य धेरै सम्झाउन खोज्यो, तर परिवारले उसको कुरा सुनेन। केही दिनपछि आदित्यको फोन आउन कम हुँदै गयो। मेसेजको जवाफ पनि ढिलो आउन थाल्यो। आशाको मनमा डर बढ्दै गयो। एक दिन उसले आदित्यलाई भेट्न बोलाई। आदित्यले टाउको झुकाएर आयो। आशाले कापेको स्वरमा सोधी, साँचो कुरा भन, के भयो? आदित्यको आँखामा आँसु भरियो। उसले बिस्तारै भन्यो, आशा, म कमजोर भएँ। म परिवारको निर्णय विरुद्ध जान सकिनँ। यो सुन्नसाथ आशाको संसार एकैछिनमा अन्धकार भयो। उसले केही बोल्न सकिन, केवल आँसु झरिरह्यो। आदित्य फर्कियो र आशा त्यही ठाउँमा एक्लै उभिरही। उसलाई थाहा थिएन आजको बिछोडले उसको जीवनको अन्तिम अध्याय सुरु गरिसकेको थियो। आदित्य त्यहीबाट टाढिँदै गयो। आशा भने त्यहीँ उभिएर उसको टाढिँदै गरेको छाया हेरिरही। उसले मनमा नै सोचिरही, जसले जीवनभर साथ दिने बाचा गरेको थियो, आज उसले मलाई एक्लै छोडेर गयो। त्यो रात आशाले एक मिनेट पनि निदाउन सकिन। आदित्यसँगको हरेक सम्झना उसको मनमा चलचित्र झैँ घुमिरह्यो। केही दिनपछि पुरै गाउँमा एउटा खबर फैलियो, आदित्यको बिहे अर्को केटीसँग हुँदैछ। यो खबर सुन्नसाथ आशाको हातबाट पानीको गाग्री भुइँमा खस्यो। उसले आफूलाई सम्हाल्न सकिन। उसकी आमाले दौडिँदै समात्नु भयो। के भयो छोरी? आशाले केही बोलेन। ऊ केवल आमाको काखमा टाउको राखेर रुन थाली। दिनहरू बित्दै गए। आशाले घर बाहिर निस्कन छोडी। ऊ पहिला झैँ हाँस्न पनि छोडी। खाना खान मन लाग्दैन थियो, बोल्न पनि मन लाग्दैन थियो। उसकी आमाले धेरै सम्झाउनु भयो, छोरी, जीवनमा एउटा मान्छेमा मात्रै अड्किन हुँदैन। तर आशाको मनले त्यो कुरा स्वीकार्न सकेन। बिहेको दिन टाढाबाट बाजा बजिरहेको आवाज सुनिन्थ्यो। आशा झ्यालबाट हेर्दै थिए। उसले आदित्यलाई दुलहाको पोसाकमा देखी आँखाबाट आँसु आफै बग्न थाल्यो। उसले बिस्तारै भने, तिम्रो खुसी नै मेरो खुसी हो, तर यो पीडा म कसरी सहूँ? त्यो रात आशाले आफ्नो पुरानो डायरी निकाली
पहिलो पेजमा लेखिएको थियो आदित्यले, जुन दिन म तिम्रो साथ हुने छैन त्यो दिन पनि तिमी मुस्कुराइरहनु। त्यो वाक्य पढ्ने बित्तिकै आशा झन् धेरै रुन थाली। उसले डायरी बन्द गरी र एउटा खाली कागज निकालेर केही लेख्न थाली। त्यो चिठी कसका लागि थियो कसैले थाहा पाएन। आशाले चिठी लेखिसकेपछि बिस्तारै एउटा पुरानो खामभित्र राखिन्। खामको बाहिर लेखिएको थियो, आदित्यका लागि, तर म नभएपछि मात्र खोल्नु। त्यसपछि ऊ मुस्कुराउने प्रयास गरिन्, तर त्यो मुस्कानभित्र अथाह पीडा लुकेको थियो। दिन बित्दै गए, आशाको स्वास्थ्य दिनदिनै बिग्रिँदै गयो। उसले खाना खान छोडी, बोल्न पनि छोडी। उसकी आमाले धेरै पटक अस्पताल लैजान खोज्नुभयो, तर आशा सधैँ एउटा कुरा भन्थे, आमा, मेरो शरीर होइन, मेरो मन बिरामी छ। आमाको आँखाबाट आँसु झर्थ्यो। उहाँले आफ्नी छोरीलाई यस्तो अवस्थामा कहिले देख्नु भएको थिएन। एक साँझ आशा आफ्नी सबैभन्दा मिल्ने साथी स्मृतिलाई भेट्न गइन्। उनले आफ्नो डायरी र त्यो चिठी स्मृतिको हातमा राख्दै भनिन्, यदि कहिले आदित्य मेरो बारेमा सोध्न आयो भने यो उसलाई दिनु, तर म जीवित हुँदा होइन। स्मृति आत्तिँदै सोधिन्, किन यस्तो कुरा गरिरहेकी छेस्? आशाले केवल हल्का मुस्कुराइन्, तर त्यो मुस्कानमा अन्तिम बिदाई लुकेको थियो। केही दिनपछि आशा एक्कासी गाउँबाट हराइन्। सबैले खोज्न थाले। आमा बुवा रुँदै गाउँभरि दौडिनु भयो। रातभरि खोज्नुभयो, तर कुनै खबर भेटिएन। भोलि बिहान गाउँको डाँडामाथि रहेको पुरानो पिपलको रुखमुनि आशाको रातो ओढनी भेटियो। छेउमा एउटा सानो डायरी लेखिएको थियो। गाउँभरि शान्त छायो। त्यो खबर आदित्यसम्म पनि पुग्यो। उहाँ दौडँदै त्यहाँ आइपुग्नुभयो। डायरी आफ्नो हातमा लिएर रुँदै भन्यो, आशा, एकपटक मात्र फर्केर आऊ। यसपटक म तिमीलाई कहिले छोड्ने छैन। तर उत्तर दिने कोही थिएन। आदित्य कापेको हातले डायरी खोल्यो। पहिलो पानामा लेखिएको थियो, प्रिय आदित्य, यदि तिमीले यो डायरी पढ्दैछौ भने म सायद तिम्रो संसारबाट धेरै टाढा गइसकेकी छु। आदित्यको हात काप्न थाल्यो, आँखाबाट आँसु झर्न थाल्यो। ऊ अर्को पाना पल्टायो। त्यहाँ लेखिएको थियो, म तिमीलाई दोष दिन्न। तिमीले आफ्नो परिवार रोज्यौ र त्यो गल्ती थिएन। प्रेम भनेको कसैलाई आफ्नो बनाउनु मात्र होइन, उसलाई खुसी देख्न सक्नु पनि हो। म तिम्रो जीवनमा बोझ बन्न चाहन्न, त्यसैले म चुपचाप टाढा जाने निर्णय गरेँ। डायरीको अन्तिम पानामा एउटा सानो फोटो टाँसिएको थियो। त्यो उनीहरूले पहिलो पटक सँगै खिचेको फोटो थियो। फोटोको पछाडि लेखिएको थियो, यदि अर्को जन्म हुन्छ भने म फेरि तिम्रै जीवनमा आउन चाहन्छु। तर यसपटक भगवानसँग एउटा मात्र प्रार्थना हुनेछ, हामीलाई कहिले छुटाउनु नपरोस्। डायरी पढ्दै गर्दा आदित्य घोडा टेकेर धेरै बेरसम्म रुन थाल्यो। उसले आकाशतिर हेर्दै चिच्यायो, आशा, मलाई माफ गर, मैले तिमीलाई गुमाउन चाहेको थिइनँ। तर उसको आवाज केवल हावामा हरायो। त्यस दिनदेखि आदित्यले हरेक वर्ष आशाको सम्झनामा त्यही पिपलको रुखमुनि एउटा सेतो गुलाब राख्न जान्थ्यो। उसले कहिले आशालाई बिर्सन सकेन। उसको मनमा सधैँ एउटा पछुतो रह्यो, यदि मैले एकपटक साहस गरेको भए सायद आज आशा मेरो साथमा हुन्थी। समय बित्दै गयो।
तर साँचो माया समयसँग कहिल्यै मर्दैन। केही प्रेम कथाहरू विवाहसम्म पुग्दैन, तर जीवनभर सम्झनामा बाँचिरहन्छ। यदि तपाईँ कसैलाई साँचो माया गर्नुहुन्छ भने उसको मन नतोड्नुहोस्, किनकि फुटेको मुटुको आवाज बाहिर सुनिँदैन, तर त्यो पीडा जीवनभर रहन सक्छ। यदि यो कथाले तपाईँको मन छोयो भने भिडियोलाई लाइक गर्नुहोस्, आफ्नो विचार कमेन्टमा लेख्नुहोस् र यस्तै मनछुने नेपाली कथाहरूको लागि भविन राई युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।